तर यसो हाम्रो बाबुले यीशु चामल दियो अनि हाम्रो पाप बोकेर यीशु प्रभु मर्यो 3 दिन यीशु प्रभु मरेर 3 दिनमा भौरी उडेपछि त्यहाँ सुन्नु फेरि हाम्रो पापको दाम च्यात्यो ऋण दियो हामीलाई लाने मृत्यु निल्यो फेरि तीनवटा प्रतिज्ञा यीशुले पुरा गर्यो होइन अनि 3वटा प्रतिज्ञा पुरा गरेपछि अहिले यीशुमा आयो भने त्यो पापलाई मेटायो आउँदैन भने यत्रो पापको पोखै छ होइन अनि मलाई यति रगत दियो मलाई सुधामा सुनाउने गर्दन छ यति रगत दियो अनि हिन्दूहरू प्रभुले नचिन्ने चिनेको जति चाहिँ सेतो छ नचिनेको जति कालो रहेछ अनि त्यो पोकोमा यस्तो गरी छाप्न त्यो रगत भन्यो यस्तो गरी छाप्दा त्यो पोको फक्क फुलेको किरा रहेछ छलाङलाङमा किरा हिँड्यो अनि प्रभु त्यो पापको किरा सल्काउँ भन्यो पवित्र आत्मा आगोले स्वास्थ्य सल्कायो अनि एउटाको त्यस्तो गरी झारेको प्रत्येक प्रभुलाई नाचिने मान्छेको कोही पनि छैन परमेश्वरले काम गरेको त हामीले परमेश्वरको कामलाई हामीले हेला गर्नु हुँदैन हामीले लिनुपर्छ हाम्रो जीवन दिने प्रभुको आशीष लिनुपर्छ हामी सबैजना परमेश्वरको सिद्धि हो परमेश्वरको छार्करी हो हामी सबैजना स्वर्गमा जानुपर्छ परमेश्वरले सिद्धाइमा दिएको छ होइन अहिले सिद्धाइमा दिएको है त्यही भएर परमेश्वरले सिद्धाइमा देऊ सिद्धाइमा तिमीलाई दियो सिद्धाइमा देऊ मैले सिद्धाइमा तिमीलाई दियो अर्को सिद्धाइमा बोलिदेऊ तिम्रो गोरो सुने पनि स्वर्गबाट म आशीष दिन्छु क्षमा दिन्छु जीवन दिन्छु भनेको छ त्यही भएर म सुनाउँदा